अस्तिको भिडियोमा साथीहरूले यो फन्ट अलिक क्लियर भएन भन्नुभएको थियो। यो भिडियोमा फन्ट क्लियर भयो होला, साउन्ड पनि कस्तो छ भन्नु होला। नेपाल भाषामा मायालाई मतिना भन्छ, म-ति-ना। स्पेलिङ मिलेन, अब यसलाई हामी यसरी मिलाउँ, म-ति-ना, मतिना। मतिना केटी मान्छेको नाम पनि हुन्छ। नेपाल भाषामा आई लभ यु कसरी भन्ने त्यो पनि भिडियो छ, यो च्यानलमा गएर सर्च गरेर हेर्न सक्नुहुन्छ। माया छ भन्नु पर्यो भने हामीले मतिना, मतिना दुला, मतिना दुला अर्थात् माया छ भन्न खोजेको हो। त्यस्तै गरी माया छैन भन्नु पर्यो भने मतिना मधुला अथवा मरुला पनि भन्छौं। मधुको सट्टा मरु, मतिना मरुला। बोलीचालीमा मधु भन्दा पनि मरु बढी चलन चल्तीमा चल्छ। यहाँ काठमाडौँमा प्रायः जस्तो मान्छेहरूले मरुला भनेको सुन्नुहुन्छ तपाईहरुले, तर मधुला पनि भन्छ। तर लोकल बोलीचाली भाषामा मरुला नै भन्छ। मधुला भन्यो भने कस्तो अलिकति अनौठो जस्तो सुनिन्छ। त्यस्तै गरी अर्को एउटा पनि हेरौं, छ जिगु मतिना खला, छ जिगु मतिना खला अर्थात् तिमी मेरो माया हो भन्न खोजेको। छ भनेको तिमी भयो, जिगु भनेको मेरो भयो, खला भनेको हो भनेको। झगडा गर्दाखेरि पनि भन्छ मान्छेहरू खला खला भनेर कराइराखेको सुन्नुभएको होला। त्यस्तै गरी माया कति छ भनेर सोध्नु पर्यो भने माया कति छ, माया कति छ। कतिको स्पेलिङ मिलेन, यहाँ यस्तो आएन। अब म यस्तो गर्छु, यस्तो गर्दाखेरि पनि आएन। अब कसरी गर्ने होला गेस गर्नुस् त। अब यसलाई तपाईहरुको पनि टाइपिङ गर्दाखेरि यस्तो केस भएको छ भने तपाईहरुले यस्तो गर्न सक्नुहुन्छ। अब कतिको स्पेलिङ मिल्यो, मतिना कति छ क्वेशन मार्क, मतिना गुली दु, मतिना गुली दु। गुली अर्थात् कति, दु अर्थात् छ, गुली दु। यो बाहेक अरु पनि भिडियोहरु सबै प्लेलिस्टमा क्याटेगोरी मिलाएर राखेको यो पेजमा पनि हेर्न सक्नुहुन्छ, agentakash.com/timilaज। त्यस्तै अर्को सेन्टेन्स हेरौं, मलाई सधैं माया गर ल, मलाई सधैं माया गर ल। अब यसलाई नेपाल भाषामा हामीले भन्नु पर्यो भने यसरी भन्न सक्छौं, जी त न्याप्ले, न्या न्या प्ले, न्याप्ले। यसमा थोप्लो दिँदाखेरि पनि अझै ठिकै हुन्छ होला, न्याप्ले। मतिना या नि, जिता भएछ, जित मात्र हो, जित न्याप्ले मतिना, मतिना या नि, जित न्याप्ले मतिना या नि। जित अर्थात् मलाई, न्याप्ले अर्थात् सधैं, या नि अर्थात् गर ल। अर्को सेन्टेन्स हेरौं, मलाई कति माया गर्छौ, मलाई कति माया गर्छौ, जित गुली मतिना याना, जित गुली मतिना याना। अर्को एउटा हेरौं, साँच्चै साँच्चै माया गर्छौ कि त्यसै
साँच्चै माया गर्छौ कि त्यसै त्यसै धाथे थोप्लो पनि हुन्छ धाथे आकार पनि हुन्छ धाथे मतिना याना कि अठे 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 धाथे मतिना याना कि अठे अठे धाथे भन्नाले साँच्चै भन्न खोजेको हो याना अर्थात् गर्छौ कि त्यसै त्यसै भन्नाले अठे अठे अथवा ख्याल ख्याल है अब कसैको नाम मतिना छ भनेदेखि ए मतिना मलाई माया गर्छौ कि गर्दैनौ ए मतिना मलाई माया गर्छौ कि गर्दैनौ ए मतिना भन्नाले यहाँ मान्छेको नाम हो केटी मान्छेको नाम यसमा नचुकिनु होला ए मतिना जित मतिना मतिना याना कि म याना ए मतिना जित मतिना याना कि म याना जित अर्थात् मलाई याना याना अर्थात् गर्छौ कि म याना अर्थात् गर्दैनौ यो फर्स्ट मतिना भनेको केटी मान्छेको नाम भयो सेकेन्ड मतिना भनेको माया भयो अर्को अलि रमाइलो सेन्टेन्स त्यो तरुणीले तिमीलाई माया गर्छ त्यो तरुणीले तिमीलाई माया गर्छ वो ल्यासे ल्यासे थोप्लो पनि हुन्छ ल्यासे ल्यासे भन्यो भने ल्यासे मात्र भन्यो भने तरुणी ल्यासे भन्यो भने तरुणीले छन् त छन्त भएछ छन्त हो छमा माथि थोप्लो पनि हुन्छ छन्त यो ल्यासे छन्त मतिना या गर्छ अर्थात् या वो ल्यासे छन्त मतिना या वो अर्थात् त्यो ल्यासे मैले अघि नै भने छन्त अर्थात् तिमीलाई छ भन्यो भने तिमी छन्त भन्यो भने तिमीलाई या अर्थात् गर्छ वो ल्यासे छन्त मतिना या फेसबुकतिर साथीहरूलाई पठाइदिनु भए पनि हुन्छ यो अब अर्को हेरौँ मसँग प्रेम गर्ने हो हल्का रमाइलोको लागि जिगु नाप मतिना याउ खला जिगु नाप मतिना यो नाप होइन नाप नाप जिगु नाप मतिना याउ खला जी अर्थात् म जिगु नाप अर्थात् मसँग अर्थात् जी नाप भन्दा पनि हुन्छ जी नाप मतिना याउ खला गर्ने हो भन्न खोजेको आजलाई यति नै यो बाहेक अरु केही सेन्टेन्सहरु सोध्न मन लागेको छ भने कमेन्ट गर्नुहोला म नेपाल भाषामा ट्रान्सलेट गरेर रिप्लाई गरिदिनेछु त्यस्तै गरी नेपाली टाइपिङ यस्तै गर्न चाहनुहुन्छ भने agentakash.com/nepali typing यहाँ देख्न सक्नुहुनेछ यो गर्नुहोला र मन परेदेखि लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला